साथीहरु सबैमा नमस्ते। म दिनेश विकल्प। आज तपाईहरुसँग म जेनुन विषयमा एउटा इन्फर्मेसन लिएर आएको छु। त्यो हो जीवन बीमा। जीवन बीमाको विषयमा यहाँहरुले यत्र तत्र सर्वत्रबाट निश्चय पनि इन्फर्मेसन त लिइसक्नु भएको छ। तर चाहिँ इन्फर्मेसन लिँदै गर्दा पनि के रङ के राइट छुट्याउनको निम्ति कहिलेकाहीँ हामीलाई कन्फ्युजन हुने गर्छ। म आज तपाईहरुलाई जीवन बीमाको सन्दर्भमा म आज हिमालयन लाइफ इन्स्योरेन्समा जीवन बीमा किन गर्ने र हिमालयन लाइफ नै जीवन बीमाको लागि उत्तम विकल्प किन हो भन्ने विषयमा पोइन्टेड गर्दैछु साथीहरु। आज इन्डस्ट्रीमा थुप्रो बीमा कम्पनीहरु छन्। थुप्रो बीमा कम्पनीहरुका पोलिसी राम्रा छन्, उत्कृष्ट छन्। कसैलाई म गलत भनेर यहाँ इङ्कित गर्न चाहदैन। सबैको पोलिसीहरु, सबैको रुलहरु यही राम्रो हुन्छ। तर केही कम्पनीले इन्टरनल दिने जुन फिचरहरु हुन्छ, फेसिलिटी हुन्छ, त्यो चाहिँ अलिकति स्पेसिफिक पनि हुने गर्छन्। त्यो स्पेसिफिक मध्येको एउटा चाहिँ हिमालयन लाइफमा इन्डस्ट्रीमै नभएको यति राम्रो फिचर छ कि साथीहरु, एकदम अपडेट फिचर, एकदम उत्कृष्ट फिचर, हाम्रो जीवनमा बेसिकली निड हुने फिचर चाहिँ हिमालयन लाइफ इन्स्योरेन्समा छ। त्यो भनेको तपाईको कस्तो भन्दाखेरि सामान्य चोटपटक लाग्दा पनि, सामान्य घाउ हुँदा पनि, सामान्य फ्र्याक्चरहरु हुँदा पनि, हामीलाई चाहिँ एक्सिडेन्टको कारणले, दुर्घटनाको कारणले सामान्य चोटपटक अथवा सामान्य हामी घाइते हुँदा पनि हामीले चाहिँ आफूले खर्च गर्नु पर्दैन पैसा। त्यो हिमालयन लाइफमा बिल क्लेम हुने त्यस्तो खालको सुविधा छ। त्यो भनेको हाम्रो हिमालयन लाइफको पिएबी सुविधा हो साथीहरु। त्यो सुविधा बापत हाम्रो जीवनमा यो मानव जीवन भनेको बर्थदेखि डेथसम्मको यात्रा हो भन्छु मैले। जन्मदेखि मृत्युसम्मको यात्रामा हामी विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ। यो जिन्दगीको यात्रा, यो दौरानमा, यी यात्रा दौरानमा हामीलाई सामान्यतया भइराख्ने, हामी हिँड्दा डुल्दा होस् वा एउटा सामान्य चिप लिएर लड्दा होस् या गाडी बाइक एक्सिडेन्ट या अन्य एक्सिडेन्टहरुमा घर गाउँमा काम गर्दा होस् है, विभिन्न अवस्थामा हामी दुर्घटनामा पर्न सक्छौं। दुर्घटनामा पर्दाखेरि हामीलाई चोटपटक लाग्यो, फ्र्याक्चरिङ भयो या केही समस्या आयो भने चाहिँ हामीले 1 लाख सम्मको बिल हिमालयन लाइफमा, तपाई चाहे गभर्नमेन्ट हस्पिटलमा ट्रिटमेन्ट गर्नुहोस्, चाहे तपाई प्राइभेट हस्पिटलमा ट्रिटमेन्ट गर्नुहोस्, तर तपाईले 1 लाख सम्मको बिल चाहिँ हिमालयन लाइफबाट क्लेम गर्न पाउनुहुन्छ। धेरै साथीहरुलाई हामीले क्लेम दिइसकेका पनि छौं। त्यसको न्यूजहरु एक्सपोज भएको यहाँहरुले पक्कै पनि देख्नु भएको छ। अब त हामीले ठूला मृत्यु, दुर्घटना, असक्तता सुविधा त छँदै छ। सँगसँगै सानातिना चोटपटक लाग्दा, सानातिना खर्च हुने हाम्रो जीवनमा जोखिम आइलाग्दा पनि हिमालयन लाइफले रिस्क कभरेज गर्दो रहेछ भन्ने कुरा बुझ्नु पर्यो। त्यसकारणले पनि हिमालयन लाइफ आज यति एक्स्ट्रा बनिरहेको छ कि मार्केटमा सबैभन्दा नौलो चाहिँ फिचर्स हिमालयन लाइफले आम बिमितहरुलाई प्रदान गरिरहेको छ। यो सुविधा तपाईहरुले ल्याउनु पर्ने जरुरी देख्दछु। एउटा चाहिँ पिएबी सुविधा भन्ने हामीसँग छ। र अर्को कुरा साथीहरु, आज थुप्रो पोलिसीको कुराहरु हुन्छ। पोलिसीहरु, बीमा योजनाहरु, प्लानहरु विभिन्न भेराइटी हुन्छन्। त्यसमा हिमालयन लाइफमा उपहार बीमा योजना भन्ने छ। एउटा बीमा गर्दा अर्को बीमा फ्रीमा पाउने उपहार बीमा योजना छ। एनिभर्सरीमा तपाईको सेम प्रिमियममा चाहिँ उपहार बीमा फ्रीमा पाइन्छ। प्रत्येक वर्ष बोनस आउने नारी बीमा छ हामीसँग। प्रत्येक वर्ष खातामै पैसा आउने अथवा आफूले अलरेडी तपाईको एडजस्ट गरेर तिर्न मिल्ने नारी बीमा त्यस्तो खालको छ कि जहाँ प्रत्येक वर्ष क्याशब्याक अथवा बोनस आउने हुन्छ। त्यस्तो खालको सुविधा भएको हामीसँग हिमालयन नारी बीमा भन्ने छ। सँगसँगै हामीसँग पेन्सन प्लान छ। म्याच्युरिटीमा मेरो सरकारी जागिर छैन अथवा म भोलि बुढेसकालमा के गर्ने भन्ने तपाई चिन्तितमा हुनुहुन्छ भने हामीसँग के छ, तपाईको हिमालयन पेन्सन योजना छ। आफू चाहिँ आजीवन पेन्सन ल्याउन मिल्ने खालको बीमा योजना हामीसँग छ। सँगसँगै हामीसँग होल लाइफ, आजीवन बाँचुन्जेल लाइफ रिस्क कभर गर्छु भन्ने होल लाइफ प्लानहरु छ। हामीसँग प्रत्येक वर्ष पैसा क्याशब्याक खातामा आउने प्लान छ। हामीसँग 4 वर्षमा पैसा खातामा आउने प्लान छ। हामीसँग कपल प्लान छ। तपाईको जोडी बीमा छ। हेर्नुस्, एउटै बीमामा घरको 2 जनाको रिस्क कभर हुने पोलिसी छ। त्यो पोलिसी हामीले अब चाहिँ म्याक्सिमम नयाँ तरिकाले यहाँहरु बीचमा सेल गर्न गइरहेका छौं। त्यो पोलिसीलाई पनि साथीहरुले मलाई लाग्छ औधी मन पराउनुहुन्छ जस्तो लाग्छ। पोलिसी हुन्छ मानौ एउटा 50 लाखको पोलिसी छ। 50 लाखको पोलिसीमा तपाईको के हुन्छ भन्दाखेरि उसको श्रीमान श्रीमतीको दुईटैको रिस्क कभरेज हुने हैन। मृत्यु, दुर्घटना, असक्त, सानातिना चोटपटकको केसमा पनि दुवै जनाको रिस्क कभरेज हुने हामीसँग पोलिसी छ। 101 पोलिसी मध्येमा त्यसभित्र पाइने उत्कृष्ट फिचरहरु, पोलिसी भित्रका जुन राइडर सुविधाहरुमा पनि हिमालयन लाइफ नम्बर 1 भएको हुँदा तपाईले सबै हिसाबले, आज आँखा चिम्म गरेर सबै हिसाबले, हामी बीमा गर्ने भनेको, हामीले चाहिँ सेभिङ गर्ने भनेको मेरो भोलिको अप्ठ्यारोको लागि भनेर गर्ने हो, भोलि मलाई रोग लाग्ला भनेर गर्ने हो, भोलि मलाई चोटपटक लाग्ला भनेर गर्ने हो, भोलि मेरो बुढेसकालमा के होला भनेर गर्ने हो, भोलि मेरो सन्ततिको उच्च शिक्षामा के होला भनेर गर्ने हो। यी विविध समस्या हामी बीचमा वरिपरि हाम्रो वरिपरिमा घुम्ने विविध समस्याहरूलाई मध्यनजर गरेर हामीले जीवन बीमा गर्ने हो। त्यसकारणले गर्दाखेरि ती सब फिचरहरु आज हेर्नुस्, रोग लाग्यो, ठूला प्राणघातक रोगहरु लाग्यो, 20 वटा रोगहरु मध्ये जुनसुकै एउटा रोग लाए पनि तपाईले हाम्रो हिमालयन लाइफबाट उपचार खर्च पाउनुहुन्छ।
होइन। सानोतिनो चोटपटक लाग्यो भने पनि तपाईँले 1 लाखसम्मको उपचार खर्च पाउनुहुन्छ, अरू कुनै कम्पनीमा छैन, त्यो केवल हिमालयन लाइफमा मात्र छ। अनि तपाईँको अरू चाहिने जस्तै अशक्त पर्मानेन्टली कुनै एक्सिडेन्टमा परेर पर्मानेन्टली डिसेबल भयो, स्थायी रूपमा अङ्गभङ्ग भयो भने किस्ता बिना आउँछ, मासिक रूपमा भत्ता आउँछ। यो अरू कम्पनीले दिन्छ सुविधा भने हामीले बिमाको पनि दिन्छौँ। जस्तै वान टाइम सम एस्युर्ड पनि दिन्छौँ हामीले। मानव कहीँ मान्छेको 50 लाखको इन्सुरेन्स छ, पर्मानेन्टली डिसेबल भयो भने उसले एमआइबी मार्फत प्रत्येक महिना मन्थली इन्कम बेनिफिट पाउँछ। प्रिमियम वेइभर मार्फत उसले चाहिँ वार्षिक रूपमा तिर्ने किस्ताहरू बिना हुन्छ, कम्पनीले किस्ता तिरिरहेको हुन्छ। सँगसँगै 50 लाख रुपियाँ उसले बिमा पनि पाउँछ। यो एक्स्ट्रा राइडर हिमालयन लाइफमा छ। ल हेर्नुहोस्, हिमालयन लाइफमा बिमा गरेको मान्छे दुर्घटनाको कारणले मर्यो भने अरू कम्पनीले डबल पाउँछ, अरू कम्पनीमा डबल पाउँछ भने हिमालयन लाइफमा ट्रिपल पाउँछ, 3 गुणा पाउँछ। 50 लाखको इन्सुरेन्स छ 1.5 करोड पाउँछ, 10 लाखको इन्सुरेन्स छ 30 लाख रुपियाँ पाउँछ यो एक्सिडेन्ट केसमा, होइन। त्यसो हुँदाखेरि हरेक हिसाबले प्रिमियम रेट पनि अरूको भन्दा सस्तो छ, हरेक हिसाबले प्रिमियम पनि सस्तो, फिचर्स पनि धेरै। त्यस कारणले गर्दा तपाईँ हामीले रोज्नै पर्ने भनेको केवल हिमालयन लाइफ इन्सुरेन्स हो। मोर इन्फर्मेसनको लागि, डिटेल्सको लागि तपाईँहरू हाम्रो लाइफ एडभाइजरहरू हुनुहुन्छ हिमालयन लाइफको अराखाँचीभरि, एज नेपालभरि हाम्रो लाइफ एडभाइजर हुनुहुन्छ, उहाँहरूबाट नि मोर इन्फर्मेसन ल्याउन सक्नुहुन्छ है। सँगसँगै तपाईँको मसँग पनि डिरेक्टली तपाईँहरू कनेक्ट भएर यसबारेमा इन्फर्मेसन ल्याउन सक्नुहुन्छ। तर साथीहरू, आज तपाईँ हामीले यो कुरालाई नजरअन्दाज गर्नु मिल्दैन, अन्डर एस्टिमेट गर्नु मिल्दैन। किन भन्दा जीवन यति रिस्कफुल छ, जीवन यति सेन्सिटिभ छ, जीवन यति रेस्पोन्सिबल छ। जीवनमा तपाईँ हामीले आज सोचेनौँ भने, आजै चाहिँ केही प्लानिङ गरेनौँ भने भोलिको लाइफ टु मच ट्रेजी बन्नेवाला छ, एकदम दुःखद हुनेवाला छ। किनकि आज मान्छेले कति कमाउँछ इट्स डज नट म्याटर। आज मान्छेले कमाएको पैसा कति लङ टर्मको लागि सेभिङ गर्छ, सस्टेनली उसले चाहिँ प्लान बनाउँछ, त्यसले म्याटर गर्नेवाला छ। तपाईँको भोलिको फ्युचर के हुने, तपाईँको भोलि ओल्ड एज के हुने, तपाईँको भोलि चाइल्डको एजुकेसन फ्युचर के हुने, होइन, यो सब कुरालाई केले म्याटर गर्नेवाला छ, तपाईँको एउटा थटले म्याटर गर्नेवाला छ। भनिन्छ मरेपछि किन चाहियो, यो मलाई म नभएपछि किन चाहियो, यो वाहियात कुराले एउटै राइडरलाई लिएर बिमाको भाष्यलाई चाहिँ तपाईँको के गरिएको छ, परिभाषित गरिएको छ। यो गलत छ। किन भन्दा बिमा भनेको मृत्यु हुँदा पनि पाइने हो, अशक्त हुँदा पनि पाइने हो, रोग लाग्दा पनि पाइने हो, अझै हिमालयन लाइफमा त चोटपटक लाग्दा पनि पाइने हो है, हस्पिटल गएर बेड भर्ना हुँदा पनि पाइने हो हिमालयन लाइफ। त्यस्ता तपाईँको मल्टी तपाईँको फिचर्स तपाईँलाई हिमालयन लाइफले राइडरको रूपमा उपलब्ध गराएको छ। त्यस हुँदा अझै पनि जीवन बिमाको विषयमा आदरणीय साथीहरू, जीवन बिमाको विषयमा तपाईँहरू अझै पनि कन्फ्युज हुनुहुन्छ, वाट डु अर वाट नट टु डु भन्ने विषयमा अझै पनि तपाईँलाई कन्फ्युज छ भने यो कन्फ्युजलाई अझै क्लियर, मेन्टल्ली क्लियर गरिदिनुहोस्। तपाईँहरू अब कन्फ्युज हुनुपर्ने जरुरी छैन। आउने जति सकिन्छ तपाईँको इन्कमको 10% मन्थली 10%लाई सेभिङ गर्ने, हिमालयन लाइफमा जीवन बिमा गर्ने, कपाल भएकोले कपाल बिमा गर्ने, सिङ्गल भएकोले सिङ्गल बिमा गर्ने, नारी भएकोले नारी बिमा गर्ने, होइन, लङ टर्मको लागि पेन्सन ल्याउनेले पेन्सन बिमा गर्ने, एउटा चाहिँ गर्दा अर्को उपहार चाहिएकोले उपहार बिमा ल्याउने, प्रत्येक वर्ष मलाई त पैसा चाहिन्छ भन्नेले तपाईँको हिमालयन के अरे जीवन आधार बिमा छ हामीसँग, प्रत्येक वर्ष क्यासब्याक हुनेवाला विभिन्न भेराइटीमा हामीसँग 25वटा लाइफ इन्सुरेन्स प्लान छ। तिनीमध्येमा तपाईँहरूले एउटा चुज गरेर ल्याउनुहोस्। तर जीवन बिमाबाट टाढा हुनु भनेको हामीले जुन बेसिक निडहरू भनेका छौँ, घाँस बास कपास शिक्षा स्वास्थ्य यी भने हामी तिनी कुराहरूबाट टाढा हुनु जस्तो हुन्छ साथीहरू। यो रियलाइज हुन्छ। हिजो नपढेका मान्छेहरू आज पछुताइरहेछन् हो नि, हिजो नपढेका मान्छेहरू आज पछुताइरहेछन्, हिजो हेल्थप्रति अवार नभएका मान्छे जेपिटी चाहिँ खाइरहेका मान्छेहरू आज पछुताइरहेछन्, मैले यस्तो किन गरेन भनेर, होइन। त्यस कारणले गर्दा भोलि फेरि जीवन बिमा नगरेको मान्छे भोलि पछुताउनेवाला छ। किन मैले टाइममा जीवन बिमा गरिन्छु त, किन मैले लाइफबाट अवार भइन्छु त भनेर पछुताउनेवाला छ। त्यस कारणले गर्दाखेरि तपाईँले आफ्नो लागि कसैलाई बाँड्न नदिने, कसैलाई बाँड्न नपर्ने, कसैलाई सेयर गर्न नपर्ने, यस्तो खालको सस्टेन सेभिङ हो तपाईँको, यस्तो खालको पर्सनल तपाईँको प्रोपर्टी हो यो इन्सुरेन्स। तपाईँले यसलाई चाहिँ सामान्य रूपमा नलिनु होला साथीहरू, है। आज मान्छेले मेरो ऋण छ, मलाई समस्या छ, घर किनेको गाडी किनेको भनिरहेछ, यी बाबा घर किन्नलाई ऋण काटेर हुने, गाडी किन्नलाई ऋण काटेर हुने, अथवा लोनी बनेर हुने भने तपाईँले जीवन बिमा गर्नुलाई लोनी बनेर गर्न किन हुँदैन? ल भन्नुहोस् त, अरू कुरालाई एडजस्टमेन्ट गरेर गर्नु किन हुँदैन? तपाईँको लाइफको कुरा छ यार, लाइफ फिक्स छ, होल लाइफ कभरेज छ। अनि तपाईँले त्यो भौतिक विलासिताका वस्तुलाई जब तपाईँ भएर ती कुराहरू भएको हो नि, हुने हो नि, ती कुरालाई तपाईँले जति भ्यालु दिनुहुन्छ नि, तर आफ्नो प्राइभेट लाइफ, आफ्नो पर्सनल लाइफलाई किन भ्यालु नदिनु साथीहरू?
त्यस कारणले गर्दा आज मल्टी अप्सन रहेको हरेक कुरा लाइफ टाइममा हुने हरेक कुरालाई चाहिँ यसरी जोखिम वहन गरिरहेको छ हिमालयन लाइफले। यो सुविधाहरू तपाईँले कति पनि नजरअन्दाज नगर्नुहोस्। यो छुट तपाईँहरूलाई छैन। तपाईँहरूलाई म एकदम अपिल गर्न चाहन्छु, आजैदेखि माइन्डसेट गराएर अगाडि बढ्नुहोस्। तपाईँहरू सबैको जय होस्। नमस्ते। जय हिमालयन लाइफ। तपाईँ हामी सबैको जय होस्। थ्याङ्क यू फर वाच दिस भिडियो।